साथीहरू मैले चाहिँ यहाँ कटर के भन्छ बाहिरको छिल्का अब नतासिकन उसिन बसाइदिएको। बाहिरको छिल्को तास्दाखेरि कस्तो हुन्छ भने आठा लागेर हातमा हेरि नसक्नुहुन्छ। त्यस लागि म चाहिँ यसरी नै उसिन्छु। अनि त्यहाँबाट पहिले धोयो अनि काटेर अलिकति तेल लाउनुपर्छ कराईमा पनि, अनि त्यहाँ हातमा पनि तेल लाएर सनक्क काटो अनि काटेर यसरी उसिनिदिनुपर्छ। आलु पनि एक दुईवटा हालेर हैन। र त्यसरी गर्यो भने चाहिँ साथीहरू हातमा आठा लाग्दैन है। र त्यसै तास्न थाल्दा चाहिँ कस्तो भने यो चोप निस्किन्छ नि त, यो काँटा जस्ताबाट चोप निस्किन्छ। चोप निस्केर हातैभरि कराईभरि अब जे हालेको छ भाँडामा त्यही सबैतिर अनि आठा हुन्छ। त्यस लागि म चाहिँ यसरी गर्छु साथीहरू। र आज यही सब्जी पकाउँछु साथीहरू। पकाउनको लागि यहाँ प्याजहरू काटेर रेडी छ, लसुन पनि रेडी गरेको छु। र साथीहरू यस्तो मिठो लाग्छ है कटहरको सब्जी, मासुभन्दा मिठो हुन्छ अब हैन। र बाइ बाइ साथीहरू।